यहाँहरुप्रति हार्दिक आभार अनि यहाँहरुप्रति हार्दिक नमन पनि। आजको दिन हामीले विशेषतः एउटा परिवारमा, एउटा व्यक्तिको जीवनमा अनि समाजमा, यो देशमा अनि विश्वमा शान्ति कायम हुनुपर्छ भन्ने मान्यता सहित आज हामी यहाँ सामूहिक पदयात्रामा सामेल भएका छौं। म विशेष गरेर आजको यो अभियानमा हामीलाई बाजा गाजा सहित यो सम्मानित पदयात्राको सम्मान देखाइदिनु हुने सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूलाई विशेष आभार व्यक्त गर्न चाहन्छु, विशेष धन्यवाद दिन चाहन्छु। म यहाँहरूलाई जोरदार तालीले उहाँहरूको सम्मान गर्न अनुरोध गर्छु। उहाँहरू हाम्रो राष्ट्रका गहना हुनुहुन्छ र साथै यो शान्ति कायम गर्न उहाँहरूको अथक भूमिका हामीलाई सदा प्राप्त हुनेछ। त्यसकारण आत्मज्ञान प्रचार सङ्घको तर्फबाट नेपाल प्रहरीप्रति हार्दिक नमन, आभार अनि यहाँहरूको उच्च मूल्याङ्कन गर्न चाहन्छौँ। त्यसै गरी पत्रकारहरू पनि मैले देखिराखेको छु, पत्रकारहरूले पनि यसलाई यो अभियानलाई सबैको घर घरमा पुर्याइदिनु हुनको लागि हामी पत्रकारहरूलाई पनि विशेष आग्रह गर्छौँ। यो एउटा सानो प्रयास हो, यो एउटा साङ्गीतिक प्रयास हो। हामी यो साङ्गीतिक प्रयास स्वरूप यहाँहरू सबैलाई शान्ति आफूमा कायम होस्, त्यसपछि त्यो परिवारमा स्थापित हुनेछ, त्यसपछि परिवार पछिको शान्ति समाजमा, समाज बनिसकेपछि राष्ट्र बन्छ, राष्ट्रपछि यो संसार शान्ति कायम हुन सक्छ भन्ने विशेष मान्यता अनुसार हामी यो अभियानमा लागेका हौँ। आज यसैको शुभ अवसरमा आज 21 सेप्टेम्बरको दिन अथवा असोज 5 गते यो विश्व शान्तिको दिवसको उपलक्ष्यमा हामी यहाँ उपस्थित भएका छौँ। अब यहाँ यस कार्यक्रमलाई नलम्बिकन र विशेषतः आत्मज्ञान प्रचार सङ्घले जुन किसिमको एउटा कार्यक्रमको सुरुवात गरेको छ, समाजलाई जुन किसिमको सन्देश दिने यहाँ प्रयत्न गरेको छ, हामी सबैको तर्फबाट आत्मज्ञान प्रचार सङ्घको हामी उच्च मूल्याङ्कन गर्न चाहन्छौँ। त्यसै गरी हामी सबैको मार्गदर्शक, पथ प्रदर्शक, हामी सबैका अभिन्न गुरु प्रेम रावतजी, जसले यो अभियानको लागि जीवन 50 वर्ष खर्चिसक्नु भएको छ। संसारभर शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यता अनुसार देशमा हरेक कुना काप्चामा शान्ति कायम गर्नुपर्छ भनेर लागिराख्नु भएको छ। त्यो अभियानको सानो रूपमा भए पनि, एउटा सानो स्वरूपमा भए पनि हामीले त्यो कार्यलाई सफलीकृत पार्नको लागि यसरी भेला भएका छौँ। त्यसकारण साना भाइ बहिनीहरूदेखि लिएर ठुला दाजुभाइ तथा दिदीबहिनीहरू, बुवा आमाहरू सबैप्रति हामी हार्दिक नमन गर्न चाहन्छौँ। यहाँहरूको यहाँहरूलाई हामी विशेष अभिनन्दन गर्न चाहन्छौँ र आगामी दिनहरूमा पनि कम्तीमा आज यस र्यालीमा सहभागी हुनुहुने जति हुनुभएको छ अनि साथमा यो बाहेक हामी जति छौँ हाम्रो परिवारमा शान्ति कायम हुन सकोस्, हामीलाई देखेर अर्को मान्छेले शान्ति प्रतिस्थापन गर्न सकोस् र त्यही एक व्यक्तिबाट अर्कोबाट अर्कोमा गएर संसारभर शान्ति कायम हुन सकोस् भन्ने मान्यता सहितको यो अभियान हो। यो आज एउटा सानो साङ्केतिक अभियानले यो समाजमा विशिष्ट परिस्थितिको सिर्जना गर्न सक्छ भन्ने मान्यता सहित यहाँ हामी उपस्थित भएका छौँ। हामी दूरी नभनिकन, घाम नभनिकन हामी एउटा सामाजिक सन्देश दिने सामाजिक अभियन्ताको रूपमा यहाँ उपस्थित भएका छौँ। त्यसकारण यहाँहरूप्रति आत्मज्ञान प्रचार सङ्घ विशेष आभार व्यक्त गर्न चाहन्छ। यसै सन्दर्भमा विशेष गरेर हामीले आज संसारमा रूपमा विभिन्न किसिमको हत्या हिंसा हुने, मानव जीवन सार्थक बन्न नसकेको परिस्थिति भइराखेको सन्दर्भमा म के भोलिन्टियर बहिनीहरूलाई यहाँ अगाडि बोलाउन चाहन्छु। यो जानु न बनानी तेरी के ढाकाले चाहिँ हो शान्तिको प्रचलनको कार्यक्रम समय मात्र भएर आराम गरिदिनु होला। सम्पूर्ण
सहज हुने गरी बस्दिनु भनेर म आग्रह गर्छु। केही अप्ठ्याराहरू हुन सक्छन्, भिडले गर्दा केही अप्ठ्याराहरू यहाँहरूले झेल्नु परेको हुनसक्छ। यतिलाई अप्ठ्यारो नमानिकन यता स्थानमा आफूलाई बसेर सहजता कायम गरिदिनु भनेर हामी अनुरोध गर्छौँ। अब छिट्टै सम्पन्न हुनेछ। भलिन्टियर भाइ बहिनीहरूलाई पनि यो क्यान्डल व्यवस्थापनको लागि सक्रिय भइदिन आग्रह गर्छु। र जहाँ जुन परिस्थितिमा यहाँहरू उभिराख्नु भएको छ, बसिराख्नु भएको छ, कृपया एकछिन आफूलाई धैर्य धारण गरिदिनु होला। केही अप्ठ्याराहरू भएका छन्, भिडले केही असहजताहरू भएको हुन सक्छ। छिटो नै हामी प्रचलित दशा उन्मुख हुँदैछौँ र यहाँहरूको यो लामो अथक प्रयास अनि यहाँहरूको यो लामो पदयात्राको अब सुखद समापन हुँदैछ। अनि फेरि म आग्रह गर्छु, यो पदयात्राको अन्तिम समापनपछि हामीले एउटा ब्यानर तयार गरेका छौँ। शान्ति कायम गर्नको लागि, हामीलाई प्रतिबद्ध साबित गर्नको लागि हस्ताक्षर गर्ने कार्यक्रम पनि छ। म फेरि दोहोऱ्याउन चाहन्छु, सबै नाम लागेर अब म अनुरोध गर्छु त्यसै गरी म नेवारी समुदायबाट गुरुङ समुदायबाट पनि म अगाडि प्रतिनिधित्व भएको सम्ने कामना गर्दछु। साथसाथै एकचोटि जोरदार तालीले अब हामी यो गीत प्रचलनलाई अगाडि बढाउछौँ र अब सुरु गरौँ। एकजना प्रहरी पनि आइदिनुहोस् कृपया। कतै नगइदिनु हुन आग्रह गर्छु। ब्रजलाल सर कृपया अगाडि आइदिनु हुन म अनुरोध गर्छु। र अगाडिका प्रेमीहरूलाई म बस्दिन आग्रह गर्छु। सम्पूर्ण महानुभावहरू अगाडि रहनुहुने महानुभावहरू कृपया आफ्नो अलिकति व्यवस्थापन गरेर बस्दिनु होला। ब्रजलाल सर कृपया भइसकेपछि सबै हामी बाहिर निस्किन सक्छौँ। हेलो बुवा गरिदिनुहोस् त पछाडि मान्छे त्यसो भएन किन कस्तो गरेर हेरेर हिँडेर आयो गरिदिनुहोस् बाहिर निस्किनुपर्दा
घटनाहरूको पनि ख्याल गरौँ। विशेष गरेर संसारभर शान्ति कायम हुन सकोस् भन्ने एउटा साङ्केतिक भावनासहितको यो पदयात्रामा यहाँहरूले जुन किसिमको सक्रियता देखाउनु भएको छ, यहाँको जुन यो आत्मिक उपस्थिति छ, त्यसको हामी यहाँहरूप्रति हार्दिक धन्यवाद सम्मान गर्छौँ। होइन यस्तो बसेर केही गर्न पाएन। अब